विशेष गरी हामीले योभन्दा अगाडि हामीले प्रपोजल तयार पारेका छौँ र हामीले कुल हामीले 8,92,000 को हामीले एउटा बजेट तयार पारेका थियौँ र अहिले धेरै इभेन्टहरू भइरहेको कारणले भोलिदेखि तुर्गेनीमा होला ब्याडमिन्टनहरू भइरहेको छ है। धेरै इभेन्ट भएको कारणले गर्दाखेरि यसलाई हामीले चाहिँ अलिकति यो बजेटलाई चाहिँ अलिकति हामीले घटाएको पनि म जानकारी गर्न चाहन्छु। र त्यसै गरी पहिलो हाम्रो प्रपोजलमा हामीले प्रथम पुरस्कार 1,01,000 र दोस्रो पुरस्कार 51,000 राखेको थियौँ र अहिले हामीले भनेको प्रथम पुरस्कारलाई घटाएर प्रथम हुनेलाई 80,000 र दोस्रोलाई 40,000 बनाएको पनि हामी जानकारी गराउन चाहन्छु। र त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याच नगद रु 2,000ले हामी खेलाडीलाई पुरस्कृत गर्ने पनि जानकारी गराउन चाहन्छु र सर्वोत्कृष्ट खेलाडीलाई नगद रु 5,000 सहित पुरस्कृत गर्ने जानकारी गराउन चाहन्छु र उच्च गोलकर्तालाई रु 4,000 र गोलकिपरलाई 3,000 र डिफेन्डरलाई 3,000 र राइजिङ प्लेयरलाई 3,000ले हामी पुरस्कृत गर्ने पनि म पत्रकारहरूलाई म जानकारी गराउन चाहन्छु। यो सङ्घले भविष्यमा अन्तर्राष्ट्रिय स्तरको महिला हामीले जन्माउनै पर्छ, तसर्थ हामी सबैको सहयोग चाहिन्छ। अहिले राजीव सर आउनुहुन्छ, उहाँलाई पनि म यो जुन महिला फुटबलमा हाम्रो अध्यक्षज्यूले बोलाएर चाहिँ एकदम हृदयदेखि नै यहाँलाई धन्यवाद दिन चाहन्छु। राजीव सर एकदम महत्त्वपूर्ण मान्छे हो, किनभने उहाँले गरेको योगदान, उहाँले गरेको सहयोग हामीलाई थाहा छ, हेर्छौँ हामी, देख्छौँ हामी होइन। यसमा चाहिँ तपाईँहरूको फेरि पनि म भन्छु पत्रकारज्यूहरूको महत्त्वपूर्ण भूमिका हुने गरेको कारणले गर्दा यहाँलाई फेरि पनि म आग्रह गर्दै यहाँहरूप्रति आभार व्यक्त गर्दै यसलाई अघि बढाइदिनुहुन्छ भन्ने पूर्ण विश्वास दिएको छु। हामीलाई चाहिँ के लाग्छ भनेदेखि खेलकुदलाई वास्तवमा अहिले चाहिँ व्यावसायिक रूपमा नेपाल सरकारले पनि प्रायोरिटी दिएको हिसाबमा, प्राथमिकतामा राखेको हिसाबमा अनि यो चाहिँ बच्चाहरूबाटै, सानो बच्चाहरूबाटै चाहिँ खेलकुद विकासको लागि नयाँ नयाँ खेलाडीहरू उत्पादन गर्ने, उनीहरूको प्रतिभालाई बाहिर ल्याउने क्रममा महिला फुटबलको आयोजना गर्नुभएको छ। सबको पहिलो नम्बर त यही कुरा सराहनीय छ, एकदमै राम्रो छ। त्यसैले अब यहाँ चाहिँ बाबुहरू यसो हेर्दाखेरि खेलाडी भाइ बहिनीहरू पनि सबै स्कुलसँग जोडिएको होला, कुनै न कुनै स्कुलसँग जोडिएको होला। अब यसले चाहिँ विद्यालय स्तरमा पनि र 11-12सम्म अथवा कलेजसम्म पनि महिलाहरूको अगाडि बढ्नुपर्छ, महिलाहरूको सशक्तिकरणमा खेलकुदमा उहाँहरूको पहुँच पुर्याउने भन्ने खालको कुराले हामीलाई पनि धेरै प्रेरणा दिएको छ। अब स्कुल पनि एक साइडमा छ, यसरी खेल्दै जाँदाखेरि हाम्रो विद्यार्थीहरू पनि धेरै प्रेरणा प्राप्त हुन्छ र यो खेलकुदलाई जसरी पनि सम्पन्न गर्नको लागि अब विद्यालयको तर्फबाट हामीले के गर्न सक्छौँ भन्ने हो। त्यसको एउटा सानो पाटोमा हामी पनि उभिन तयार छौँ। वास्तविक म पनि अलिकति उत्साहित भएँ कि काँकरभिट्टा फुटबलको एउटा अलिकति लहर छ, एउटा ऐतिहासिक निरन्तरता छ र अहिलेको अवस्थामा महिला खेलकुदसँग सम्बन्धित, महिला फुटबलसँग सम्बन्धित कुरामा विश्व चर्चामा उदाएको नेपाली महिला फुटबल टिमले धेरै चाहिँ हाम्रो युवाहरू भाइ बहिनीहरूलाई चाहिँ आकर्षण गरेको छ र विगत लामो समयदेखि हाम्रो राजा भाइले यस क्षेत्रमा पनि, काँकरभिट्टामा पनि आफ्नै मेहनत लगानीबाट चाहिँ महिला छोरीचेलीहरूलाई चाहिँ, बहिनीहरूलाई, छोरीहरूलाई चाहिँ अत्यन्तै खेलसँग जोड्ने काम र त्यसको निरन्तरता दिने काम अत्यन्तै सफलतापूर्वक आफ्नै मेहनतमा चाहिँ उहाँले गर्नुभएको छ। यो हाम्रो ठाउँको लागि यतिको व्यक्तित्व पनि हाम्रो लागि महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ। पिएफसी भनेको लाभडुङ्गा हो र मधुर मिलन सङ्घ भनेको सिलगढी, अनि लाठपन्चर युनाइटेड फुटबल क्लब भनेको दार्जिलिङ, अनि अर्को भद्रपुर झापा गोल्ड कप महिला आयोजक काँकरभिट्टा र धरान सिटी क्लब सुनसरी।